साथीहरु, आज पनि हजुरहरुलाई मोटिदीको च्यानलमा एकदमै स्वागत छ है साथीहरु। आज चाहिँ मेरो मम्मी र मैले हिजो अस्तिदेखि नै भैरवथान जाने भनेर यहाँदेखि धेरै टाढा त छैन, त्यस्तै 15 मिनेट जति लाग्ला हिँड्दै जाँदाखेरि हैन। हिँड्दै नै जाने ठाउँ छ हैन। अनि जाने भनेको आजै चाहिँ फेरि बिहानै यस्तरी पानी परेर कत्रो अहिले रहन चाहिँ रह्यो, तर अझै पनि पानी आउला आउला जस्तो भएर हामी चाहिँ अलमल्ल परिराखेका छौँ के गर्नु है। अब जान चाहिँ एकदमै भैरवजीको थानमा गएर एकदम दर्शन गर्न हामी आमा छोरीलाई नै धेरै अगाडिदेखि नै एकदमै जान मन लागेको हो। अनि आज चाहिँ हामी जाने भनेर हिजो अस्तिदेखि नै निर्णय गरेको, आज चाहिँ यस्तो धामधुम भयो र पनि हामी अब जाने भनिसकेपछि हामी गएरै छोड्छौँ है। हाम्रो मनमा अब त्यसरी जाने भनिसकेपछि नगइकन चाहिँ अब कस्तो कस्तो लागेर आउँछ नि त हैन। अब चाहिँ हामी आमा छोरी जाने नै निर्णय गऱ्यौँ क्या है। मम्मी ठिक पर्दै हुनुहुन्छ। अनि साथीहरू हजुरहरू पनि हामी सँगसँगै हिँड्नुहोस् है, भैरवजीको दर्शन गर्नुपर्छ है साथीहरू। मेरो भिडियो अन्तिमसम्म हेरेर हजुरहरू पनि भैरवजीको दर्शन गर्नुहोस् है। त्यहाँ हुनुभएको भैरवजी आफै उत्पन्न हुनुभएको एकदम साक्षात् भैरवजी हुनुहुन्छ कि। यसको कहानी पनि छ है, म हजुरहरूलाई भन्ने छु है। के भएको अरे भने भैरवजीको त्यहाँ मूर्ति थियो। पहिला त त्यहाँनिर मन्दिरहरू थिएन, यस्तो खुल्लै थियो क्या। अनि त्यति बेला अनि एकजना चोरले चाहिँ भैरवजीको त्यो जुन हुन्छ नि टाउको, मूर्तिको टाउको नै निकालेर अनि त्यो डाँडाको बाटोबाट भाग्दै थियो अरे। भाग्दै डाँडामा पुगेपछि एकछिनपछि उसको चाहिँ एकदम खुन छाडेर त्यहीँ मृत्यु भएको थियो अरे। अनि त्यसपछि फेरि त्यो मरिरहेको थियो अरे, त्यो मान्छे चाहिँ खुन छाडेर अनि त्यो मूर्तिको त्यो जुन उसले चोरेर भाग छ नि त्यो टाउको हो त्यो ल्याएर अनि फेरि त्यहाँ राखेर अनि फेरि अब पुनः स्थापना गरेको अरे क्या। यो चाहिँ एकदम सत्य कहानी, सत्य कुरा अरे हैन, सत्य स्टोरी हो हैन, भएको कुरा। अनि एकदमै साक्षात् हुनुहुन्छ क्या उहाँ भैरवजी। हेर्दै कस्तो क्या एकदमै मनमा पुरा शक्तिशाली भैरवजी हुनुहुन्छ जस्तो लाग्ने क्या हेर्दै। अनि हुन पनि हो रहेछ हैन। अब त्यस्तै नै हो रहेछ अब पहिलेदेखि। अनि हामी चाहिँ अब धेरै वर्ष भयो, आजभन्दा 7-8 वर्ष अगाडि हामी दर्शन गर्न गएका थियौँ। त्यसपछि गएकै छैनौँ, अब यसपालि पनि जाने भनेर के। अनि हजुरहरू पनि हामी सँगसँगै हिँड्नुहोस् है दर्शन गर्न। भिडियो लास्टसम्म हेर्नुहोस् है साथीहरू। अब जाँदैछौँ है। हामी निक्लिसक्यौँ है, पानी चाहिँ परि नै राखेको छ है। र पनि अब छाता ओढेर आमा छोरी चाहिँ अब निक्लियौँ। न चाहिँ कतिको थाम्छ, हामी आमा छोरी एउटै छाता ओढेर टुई हिँड्दैछौँ क्या। पानी त मजाले नै परिरहेछ है साथीहरू। मन बोक्नु भयो झोला। अनि हामीले चाहिँ सबै एउटा झोलामा फुल प्रसादीहरू हालेर अब आमा छोरी जाँदैछौँ। ल एउटै छातामा छौँ, कतिको भिजाउने हो। हावाहरू चल्यो भने त छाता पनि कता पर पुऱ्याइदिन्छ होला। यो उकालोमा चाहिँ मलाई एकदमै गाह्रो हुन्छ क्या। घरदेखि निक्लिने बित्तिकै उकालो छ। अब चाहिँ हामी आयौँ है लड्दै पढ्दै। अनि यहाँ चाहिँ मम्मी गणेश थान रहेछ, गेटबाट छिर्ने बित्तिकै यो गेट चाहिँ यो है साथीहरू। हजुर ल अनि यहाँ गणेशजीको पूजा गरेर अनि हामी उता मेन भैरव थानमा पुग्नेछौँ है। मन्दिर चाहिँ यो हुँदो रहेछ, यहाँ हुनुहुन्छ। पहिला अलि अर्कै हुनुहुन्थ्यो, यस्तो सबै यस्तो मन्दिरहरू बनाउनु भएको थिएन, बाहिरै हुनुहुन्थ्यो। अहिले चाहिँ एकदम यस्तो पक्का घर जस्तो बनाउनु भएको रहेछ। बाल्ने होइन धुप। ल मैले चाहिँ थान मन्दिरमा दर्शन गरिसकेँ है, मम्मी पनि दर्शन गर्दै हुनुहुन्छ। अनि यहाँ होइन भैरवजीको मेन भनेको चाहिँ पहिला जहाँ थियो त्यही नै रहेछ, छानाहरू केही राख्नु नमिल्ने अरे। अनि यो घर मात्रै बनिएको रहेछ कि। अनि साक्षात् भैरवजीको दर्शन गर्नुहोस् है साथीहरू हजुरहरू पनि। अनि पानीले भिजाएर आज हेर्नु न ल बत्ती बाल्ने अब। अनि यहाँ भैरवजीको वाहनहरू पनि थुप्रै हुँदो रहेछ क्या। रखवाला गर्ने उहाँहरू पनि हुनुहुन्छ है, यता पनि हुनुहुन्छ। अब चाहिँ हामी मन्दिरबाट निक्लेर हिँड्दा मेरो पसिना यस्तो पानी पनि परिरहेछ अलिअलि, पसिना पनि आइरहेछ है हजुरहरूको मोटिदीलाई। अनि हिँड्दै गलेर अनि हामी चाहिँ यहाँ एउटा पसलमा आएर एकछिन बस्यौँ है। यहाँ मम्मी चाहिँ बच्चाहरूलाई यहाँ फिद्रिङ कोसेली किनिदिनु पर्छ जहिले जहाँबाट गए पनि है। अनि
एकवटा चिप्स लिदिन लाग्नुभएको रहेछ के। अनि केही नलिकन गयो भने रिसले दुईजना दाजुभाइले आक्रमण गर्छ नि त हजुरआमालाई मलाई यति रिसाउँछन्। बानी परिसकेको छन्, कसरी बानी छुटाउने हो। यही है बाटो चाहिँ अघि हामी मन्दिरबाट आएको बाटो यो अब यहाँ बाटो निस्किन्छ अनि अब हामी जानेछौँ। स्वयं 10 मिनट लाग्छ है अब चाहिँ साथीहरू। यो गेटबाट छिरेर यता आउनुपर्छ है हाम्रो भैरवजीको, यहाँ भैरवजीको थानमा आउनको लागि चाहिँ है। अनि चोरले चोरेर लगेको भनेको यही माथिको मुकुट होला सायद होइन, त्यो जुन मैले आउँदाखेरि आउने बेलामा भनेको थिएँ नि। अनि पानी परेर अझै पनि परिरहेछ, भिजेर लडेर चिप्लो चिप्लो खेतको बाटो आयौँ है। भरे कति सजिलो बाटो रहेछ यता थाहा भएन। अनि यहाँ भैरवजीको कुकुरहरू चाहिँ टन्नै हुँदो रहेछ है। राति पनि यहीँ बस्नुहुने हो भैरवजीका वाहनहरू। यहाँ चाहिँ पुजारी दाजु बस्नु हुँदो रहेछ, अहिले हुन्न रहेछ, उता पशुपति जानुभएको छ अरे। अनि यहाँ हेर्नु भैरवजीको रखवाला गर्ने सबै भैरवजीका वाहनहरू है। हेरौँ अब चाहिँ हामी मन्दिरबाट निक्लेर हिँड्दा मेरो पसिना यस्तो पानी पनि परिरहेछ अलिअलि, पसिना पनि आइरहेछ है हजुरहरूको मोटी दिदीलाई। अनि हिँड्दै गलेर अनि हामी चाहिँ यहाँ एउटा पसलमा आएर एकछिन बस्यौँ है। यहाँ मम्मी चाहिँ बच्चाहरूलाई यहाँ खिद्रिङ मिद्रिङ कोसेली किनिदिनु पर्छ जहिले जहाँबाट गए पनि है। अनि एकवटा चिप्स लिदिन लाग्नुभएको रहेछ के। अनि केही नलिकन गयो भने रिसले दुईजना दाजुभाइले आक्रमण गर्छ नि त हजुरआमालाई मलाई यति रिसाउँछन्। बानी परिसकेको छन्, कसरी बानी छुटाउने हो। यही है बाटो चाहिँ अघि हामी मन्दिरबाट आएको बाटो यो अब यहाँ बाटो निस्किन्छ अनि अब हामी जानेछौँ। स्वयं 10 मिनट लाग्छ है अब चाहिँ साथीहरू।